फेसबुक पेज कसरी बनाउने त ल आउनुहोस्। अब तपाईँहरूलाई म सिकाउँछु। आफ्नो मोबाइलको स्क्रिन अन गर्नु होला अनि यहाँ 3 डटमा क्लिक गर्नु होला। त्यसपछि यस्तो खालको इन्टरफेस आउँछ। त्यसपछि त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ पेजको अप्सन छ हो, एरोमा भएको त्यो पेजको अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यस्तो खालको आउँछ। त्यसपछि क्रिएटमा गएर क्लिक गर्नु होला। त्यसपश्चात यस्तो टाइपको इन्टरफेस आउँछ हजुरहरूको माथि अनि यहाँ पेजको नेम क्रिएट गर्ने हुन्छ। सो मैले यहाँ तपाईहरुले जे पनि राख्दा हुन्छ हैन। मैले चाहिँ डे टिज राखिदिन्छु है त। त्यसपछि हजुरहरूले डनमा क्लिक गरेर नेक्स्टमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ हजुरहरूलाई देखाउँछ क्याटेगोरी चुज गर्ने, कुन तरिकाको हजुरहरूले भिडियो बनाउनुहुन्छ, प्लस चाहे ब्लग बनाउनुहुन्छ कि के बनाउनुहुन्छ हैन। त्यो तरिकाको यहाँ तपाईहरुले यहाँ क्याटेगोरी चुज गर्नुपर्ने हुन्छ। सो म अहिलेको लागि यहाँ डिजिटल क्रिएटर भनेर एउटा चुज गर्छु हैन। अनि अर्को भनेको एजुकेसन हाल्छु। एजुकेसन सर अझै एउटा क्लिक गर्नुपर्ने हुन्छ, 3टा चाहिन्छ हैन। अनि अर्को चाहिँ म आफ्नो पर्सनल ब्लग हालिदिन्छु, किनभने कतिपयले ब्लग पनि बनाइरहेको हुन्छ हैन। त्यसपछि यहाँ तल गएर क्रिएटको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ अनि एकछिन वेट गर्नुपर्ने हुन्छ, क्रिएटिङ हुँदैछ। त्यसपछि यहाँ हजुरहरूलाई कस्टमाइज गर्ने पेजको फोटो अनि प्रोफाइल फोटो एड गर्नुपर्ने देखाउँछ हैन। क्लिक गर्नु। त्यसपछि यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ हजुरहरूको फेसबुकको फ्रेन्डहरू सबै यहाँ देखा पर्छ। त्यसपछि हजुरहरूले इन्भाइट गर्न चाहनुहुन्छ भने सिलेक्टमा गएर सिलेक्ट अल गरेर नेक्स्ट गर्नुपर्ने हुन्छ। हजुरहरूले गर्नुहुन्न भने चाहिँ क्यान्सल पनि गर्न सक्नुहुन्छ अनि नेक्स्ट गर्न सक्नुहुन्छ। सो यहाँ भनेको अब मेन हो। यहाँ भनेको हजुरहरूले पेज बनाउनु पर्यो। त्यसपछि अब एउटा माथिको अप्सन अफ, तलको पेज नोटिफिकेसन अन योर प्रोफाइल, यो चाहिँ अन राख्नुपर्छ जहिले पनि। अनि यसपछि अब तब हजुरहरूले नेक्स्ट बटनमा क्लिक गर्नुपर्ने हुन्छ। सो एकछिन वेट गरौँ हैन। एकछिन नेक्स्टमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि हजुरहरूको च्यानल लगभग बनिसकेको हुन्छ, आदि। त्यसपछि हजुरहरूले एबाउटमा गएर हजुरहरूको एबाउट हाल्न सक्नुहुन्छ, आफूलाई जे मन लाग्छ आफ्नो क्याटेगोरी अनुसार हैन। म अघि हालेको डेली टिच विथ डे टिच भनेर हाल्छु। सो हाम्रो यो बायो कम्प्लिटली भइसकेको छ हैन। त्यसपछि यहाँ हजुरहरूले सेभ गर्न सक्नुहुन्छ। त्यसपछि हजुरहरूले यहाँ इमेल पनि एड गर्न सक्नुहुन्छ। अगर हजुरहरूसँग छ भने, छैन भने स्किप गर्दा हुन्छ, केही हुँदैन। सो हजुरहरूको फेसबुक पेज बनेर यसरी रेडी हुन्छ है। त्यसपछि हजुरहरूले अब त्यही हो, भिडियो हाल्ने, भाइरल बन्ने, त्यस्तै हो नि। त्यसरी हजुरहरूले स्विच गरेर आफ्नो पर्सनल एकाउन्टमा पनि जान सक्नुहुन्छ। फेरि 3 डटमा क्लिक गरेर एरोमा क्लिक गरेर आफ्नो पेजमा पनि जान सक्नुहुन्छ। जस्तै यहाँ डे टिच भनेर छ, यसरी स्वाइप गर्न सकिन्छ है गाइस। त्यसपछि अप्सनहरू छ, यसलाई स्किप गर्दा पनि हुन्छ, केही फरक पर्दैन। सो हजुरहरूको फेसबुक पेज बनेर रेडी। लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला गाइस। थ्याङ्क्स फर वाचिङ एभ्रिवान।